नमस्कार, आर्यन खबरमा हार्दिक स्वागत छ। म दिप्सन छनाल। लमजुङको राइनासमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मोटरसाइकल पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन्। सोमबार राति करिब 11:15 को समयमा राइनास नगरपालिका 3/9 स्थित पौदी ओराङखोला सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको हो। टिमुरेबाट 7 तर्फ जाँदै गरेको G24 प 1630 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट दायाँपट्टि नालीमा पल्टी गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक राइनास 3 टिमुरेका 23 वर्षीय समीर ठकुरीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार दुवै घाइतेलाई स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि सहोदर अस्पताल धमिलोकुवामा पठाएकोमा चालकलाई चिकित्सक मृत घोषणा गरेका थिए। पछाडि सवार घाइते वर्ष 16 का देवराज ठकुरीको सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी राजकुकार शाहीले जानकारी दिनुभयो।